बर्खा लागेसँगै अहिले चाहिँ देशको विभिन्न स्थानमा धान रोपाई सुरु गर्न थालिसकिएको छ र धान रोप्न स्टार्ट गरेसँगै सुरुवात गरेसँगै अहिले यो धानमा यो युरियाको अभाव भयो भन्ने खालका समाचारहरू पनि बजारमा अहिले आउन थालिसकेका छन् र हामीले यसरी हेर्ने हो भने यो आगामी आर्थिक वर्ष 82-83 का लागि चाहिँ करिब 19 खर्ब 64 अर्ब 11 करोडको यो बजेटमा कृषितर्फ चाहिँ जम्मा 57 अर्ब 48 करोड विनियोजन गरिएको छ र यो बजेटमा पनि फेरि यो कुल कृषि बजेटको करिब 50% बजेट भनेको चाहिँ करिब 28 अर्ब 82 करोड चाहिँ यो रासायनिक मलका लागि भनेर विनियोजन गरिएको छ र हाम्रो यो कृषि बजेटको करिब 50% बजेट चाहिँ केमा गएको छ भन्दाखेरि रासायनिक मलमा गएको छ र यत्रो बजेट रासायनिक मलमा हामीले विनियोजन गर्दै गर्दा पनि फेरि रासायनिक मलको अभाव चाहिँ हुन छाड्यो भनेर हामीले सुन्न छाडेका छैनौं। त्यो भएको भएर चाहिँ हामीले प्रत्येक वर्ष चाहिँ रासायनिक मलमा बजेट बढाउँदै जाने तर पनि अझै यो समाधान नहुने एकातर्फ यो कुरा छ र अर्कोतर्फ अझै पनि हामी यो रासायनिक मलमै मात्रै निर्भर भइराख्ने खालका कुराहरू चाहिँ ले गर्दाखेरि हामी अलिकति चाहिँ यो हाम्रो जुन कृषिको डाइरेक्सन थियो त्यो डाइरेक्सनमा हामी जुन दिशातर्फ हामी जान पर्ने हो त्यो दिशातर्फ हामी नगइराखेको हो कि जस्तो पनि लाग्छ। हामीले रासायनिक मलमा मात्रै निर्भर भइराख्नु पर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन किनभने हाम्रा यो रासायनिक मलका पनि कतिपय चाहिँ अल्टरनेटिभहरू छन्। अब च्वाट्टै एकदमै चाहिँ रासायनिक मलको चाहिँ नै प्रयोग नगर्ने अवस्था नहुन सक्छ तर हामीले चाहिँ रासायनिक मल र अन्य विभिन्न उपायहरूको साथसाथै एकैचोटि त्यसलाई चाहिँ इन्टिग्रेट गर्न सक्यौं भने चाहिँ त्यसले त्यो बढी दीर्घकालीन हुन सक्छ र जुन चाहिँ हामीले यो रासायनिक मलमा मात्रै बजेट चाहिँ अलि बढी विनियोजन गरिराखिएको छ त्यो बजेट चाहिँ कृषितर्फको अन्य तर्फ पनि विकासका लागि प्रयोग गर्न सकिन्छ कि